मैले धेरै पहिलेदेखि कोभिडको बेलादेखि एउटा कुरा भनिरहेका थिएँ। अब युवाहरूलाई हामीहरूले अपर्च्युनिटी दिनु पर्यो भनिकिन। केमा भन्दाखेरि पालिकाहरूको जुन चुनाव हुन्छ नि, प्रदेशको चुनाव हुन्छ, केन्द्रको चुनाव हुन्छ, त 40-30-20 भनेको थिएँ मैले। आज होइन, कोभिडको बेलामा भनेको। त्यो बेला भने छु, कोही सुन्दैन, इम्प्लिमेन्ट हुँदैन। हामीले त्यो गरेको भए युवाहरू त आइसक्या हुन्थ्यो नि त। 40% तल गाउँपालिका, नगरपालिका या महानगरपालिकामा हामीले दिएको भए युवाहरूलाई छैनन् भने भन्दिनँ, 20-25% त होला, 40% या 50% दियो पनि हुन्थ्यो नि त, हैन? त त्यसले के गर्थ्यो भने तपाईको अहिले जुन नेपाली कांग्रेसमा युवाहरूको माने जेनजी उमेर समूहको जुन ग्रुप छ नि युवाहरूको, त्यो अलिकति कमजोर भएको भन्ने मानसिकता छ। त्यो बेटर हुन्थ्यो नि त। नेपाली कांग्रेसले केही गरेन, हामीलाई दिएन भन्ने पनि हुँदैन थियो, नेपालीले दियो भन्ने हुन्थ्यो।